नमस्कार साथीहरू, आराम हुनुहुन्छ? नेपालबाट मध्यरातमा बालेनले आफ्नो फेसबुक मार्फतबाट अमेरिका, इन्डिया, चाइना, कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी हैन सबै पार्टीहरूलाई एकदम मुख छाडेर गाली गर्नुभएछ। मलाई लाग्छ तपाई बालेन मात्र हैन है, बालेन शाह मात्र हैन, तपाई नेपालको राजधानी, नेपालको मुटु काठमाडौँ महानगरपालिकाको तपाई मेयर हुनुहुन्छ। तपाईलाई हजारौं जनताले भोट दिएर तपाईलाई विश्वास गरेर मत दिनु भएको थियो। आज त्यो मतको तपाई खिल्लीको पात्र बन्नु भएको छ। तपाईले जसरी अहिले यो राति आफ्नो फेसबुक मार्फतबाट गाली गरिरहनु भएको छ, सबै देशहरूलाई गाली गरिरहनु भएको छ है। मलाई लाग्छ त्यो एकदम तपाईले गलत गरिरहनु भएको छ। प्लिज मेयर साहब, तपाई मेरो काठमाडौँ वासीको मात्र नभएर अहिले तपाईलाई देशैभरिबाट अन्तर्राष्ट्रिय रूपमा हामी विदेशमा रहेर पनि तपाईलाई नजिकबाट निहालिरहेका छौं। आशा छ, तपाईमा ठूलो आशा राखेको थियो नेपालीले। मलाई लाग्छ तपाईले यस्तो गल्तीहरू गर्नुहुन्न। तपाईलाई गाली त के गर्नु, मैले म भुइँ मान्छे, तपाई जतिको त अलि नहोला है, तर परि आयो भने तपाई भन्दा पनि माथि पनि रहन सकिन्छ। तपाईको यस्तै हरकत, तपाईको यस्तै व्यवहार, तपाईको यस्तै फेसबुकमा त्यो अपच्य ओड शब्द एकचोटि आफू हेर्नुस् त, तपाईको परिवारले हेर्न सक्छ। तपाईको दिदीबहिनीहरूले तपाईले लेखेको पढ्न सक्नुहुन्छ। विचार गर्नुस्, विचार गर्नुस्। मलाई लाग्छ, आशा छ तपाईले त्यो डिलिट गर्नुहुन्छ, हटाउनु पर्छ, हटाउनुहुन्छ भन्ने विश्वास लिएको छु। अन्यथा मबाट केही कमी कमजोरी भए मैले तपाईलाई सम्बोधन रेस्पेक्ट गर्न कम पुगे क्षमा चाहन्छु मेयर साहब। आगामी दिनमा तपाईको यात्रा धेरै क्षितिज पारी छ, धेरै लामो छ। विचलित नहुनुस् है। तपाईले कुन तालमा लेख्नुभयो त्यो मलाई थाहा छैन। त्यो तपाईलाई थाहा हुने कुरा, तपाईले जान्ने कुरा, तपाईले बुझ्ने कुरा। र म एउटा भुइँ मान्छेको हिसाबले तपाईलाई फेरि पनि अनुरोध गर्न चाहन्छु कि तपाईले डिलिट गर्नुहुन्छ, विश्वास लिएको छु। र यो भिडियो बालेन शाहसँग पुर्याइदिनु होला, काठमाडौँका मेयर। हामीले यसै गरी बालेन हराउनु भयो, बालेनलाई खोजी गर्नु पर्यो भन्ने हिसाबले भन्न नपरोस्। आशा छ बालेन शाह, तपाईलाई आगामी दिनमा पनि अझै प्रगतिको राम्रा कामहरूको तपाईको हामी साथमै छौं, तपाईलाई साथ नै दिनेछौं। तर यस्तै गलत उटफट्याङ काम गर्नुभयो भने तपाईको एक नम्बरको घोर विरोधी बनेर निस्किनेछु म मात्र होइन, लाखौं जनताहरू। जसरी आज तपाईलाई बालेन बनाएको छ नि, सपोर्ट गरेको छ नि राम्रो कामको लागि, नराम्रो गर्नुभयो भने तपाईको एन्टी, तपाईको विरोधी बनेर निस्किनेछ। हस्, अहिले यति नै, फेरि पछि थपड गर्नेछु। हस्, धन्यवाद। बालेनसँग चाहिँ यो भिडियो पुर्याइदिनु होला। नमस्कार। तपाईको रात शुभ रहोस्, मेरो यताको दिन शुभ रहोस् भन्न चाहन्छु म आफूले नै।